सर्वप्रथम सबैलाई यो सुनौलो बिहानीको शुभ प्रभात। म यस फ्लोरिडा इन्टरनेसनल माध्यमिक विद्यालयकी कक्षा 5 मा पढ्ने छात्रा सृष्टि जोशी हुँ। हिजो हामीहरूलाई गुरुआमाले गृह कार्य दिनुभएको थियो, अर्थात् मेरो समुदाय हिजो र आज भन्ने बारेमा याद गरेर आउनु भन्नुभएको थियो। हाम्रा अग्रजहरूले अनुभव गरेकै कुरा हो। पहिलेको समाज सरल र परम्परागत थियो। पहिलेको समाजका मानिसहरू गाउँमै बस्दथे, गाउँमै खेतीपाती, पशुपालन र कृषि गर्दथे। उनीहरूको मुख्य पेशा नै त्यही थियो। पहिलाका समुदायका मानिसहरू घर घरमै पानीको धारा पुगेको थिएन। उनीहरू धेरै टाढा 1-2 घण्टा हिँडेर पानी लिएर आउँथे। मानिसहरूलाई टाढा जानलाई पनि हिँडेर जानु पर्थ्यो। साधनहरू थिएनन्। इन्टरनेट, मोबाइल भन्ने कुरा पनि थिएन। अहिलेको समाजमा मानिसहरूले इन्टरनेट, मोबाइलबाट नै काम सरल गरेका छन्। अहिलेका मानिसहरूको घर घरमा धारा पुगेको छ। मानिसहरूको घर घरमा साधनहरू छन्। मानिसहरू शिक्षित बनेका छन्। पहिलेका समुदायका मानिसहरू विद्यालय धेरै हुन्थेनन् र विद्यालयमा पनि पुरुषले मात्र पढ्न पाउने र महिलाले पढ्न नपाउने थियो। अहिलेको समुदायमा महिला पुरुष दुवैले पढ्न पाउने र पुरुषसँगै महिला पनि शिक्षित हुँदै आत्मनिर्भर हुँदै गइरहेका छन्। पहिलेको समाज विकसित थिएन, तर अहिलेको समाज पहिलेको भन्दा धेरै विकसित भएको छ। अझै पनि हामीले हाम्रो समाजलाई विकसित बनाउन धेरै कार्य गर्नुपर्छ। शुभ प्रभात सबैलाई। म यस फ्लोरिडा इन्टरनेसनल मावि विद्यालयको छात्र आरुष जोशी हुँ। आज म हिजो हाम्रो गुरुआमाले पढाउनु भएको हाम्रो समुदाय र हिजो र आजको बारेमा केही शब्द भन्न गइरहेको छु। पहिले हाम्रो वरिपरि धेरै विद्यालयहरू थिएनन्। विद्यालय भए नि पुरुषले पढ्न पाउने, तर महिलाले घरेसी काम गर्ने थियो। पानीका धाराहरू घर घरमा थिएनन्। पानी बन्न धेरै टाढा जानु पर्थ्यो। बिजुलीको पनि व्यवस्था थिएन। मानिसहरू काठका घरमा बस्थे। स्वास्थ्य चौकी, अस्पताल भन्ने कुराहरू थिएनन्। सवारी साधन थिएनन्। एउटा ठाउँबाट अर्को ठाउँ जान धेरै समय लाग्थ्यो। मानिसहरू शिक्षित थिएनन्, अन्धविश्वासमा भरोसा राख्थेन। त्यस कारणले धेरै मानिसहरूको मृत्यु हुन्थ्यो। अरू अहिले रहेको छ, केटाकेटी वा छोराछोरी दुवैले पढ्न पाइन्छ। मानिसहरू शिक्षित छन्, अरू अन्धविश्वासमा भरोसा राख्दैनन्। सवारी साधन रहेका छन्, बिजुलीको व्यवस्था भएको छ, पक्की घर बनेका छन्, पक्की रोड पनि रहेको छ। अहिले मानिसहरू धेरै विकास गरेर बसेका छन्। धन्यवाद।